हेलो एभ्रिवान, आज चाहिँ म हजुरसामु यो सनफ्लावरको लिफ बनाउन गइरहेको छु। अनि त्यसको निम्ति हामीलाई चाहिन्छ ग्रीन कलरको धागो अनि एउटा हुक। मैले चाहिँ लिएको छु 2.50 mm को हुक। अनि हामीलाई चाहिन्छ वायर। मैले चाहिँ लिएको छु वायर चाहिँ 0.8 mm को वायर। त्यस पछाडि हामीलाई चाहिन्छ वायर कटर अनि त्यस पछाडि हामीलाई चाहिन्छ सिजर। अब चाहिँ हामी सुरु गर्नेछौँ। अहिले चाहिँ हामी म्याजिक रिङ बनाउने छौँ यसरी। अनि यसरी गरेर एउटा यसरी स्लिप नट लगाइदिने। त्यस पछाडि हामी प्रत्येक यो म्याजिक रिङ भित्र चाहिँ 7 वटा सिंगल क्रोशे बनाउने छौँ। 1 यसरी, 2 अनि 3 4 5 6 अनि 7 वटा। अब चाहिँ हामी यसरी कसिदिनेछौँ। अनि कसिसके पछाडि चाहिँ पहिलो स्टिचमा गएर यसमा गएर चाहिँ हामीले स्लिप स्टिच लगाइदिने। यसरी स्लिप नट लगाइदिने यसरी। अनि मजाले कसिदिने। फेरि एउटा चेन बनाउने अनि अर्को चेन बनाउने। दुईटा चेन बनाउने। अनि दुईटा चेन बनाएपछि अनि यही स्टिचमा चाहिँ हामीले 3 वटा डबल क्रोशे गर्ने। 1 2 अनि 3। अब नेक्स्ट स्टिचमा गएर दुईटा डबल क्रोशे गर्ने। यसमा 1 2। फेरि अर्को स्टिचमा गएर स्टिच 3 मा गएर दुईटा डबल क्रोशे। 1 2। अब चाहिँ यहाँनिर गएर चौथोमा गएर चाहिँ हामीले ट्रिपल क्रोशे 3 वटा गर्ने। 1 2 3। फेरि ट्रिपल 1 2 3। यसरी दुईचोटि घुमाउने अनि 3 चोटि यसरी 1 2 3 ट्रिपल क्रोशे गर्ने। फेरि अर्को 5औं स्टेजमा गएर दुईटा डबल क्रोशे। 1 2। फेरि अर्को स्टेजमा गएर दुईटा डबल क्रोशे। 1 2। अनि अर्को स्टिचमा गएर चाहिँ 7औं स्टिचमा गएर चाहिँ यहाँनिर चाहिँ हामीले 3 वटा डबल क्रोशे गर्ने। 1 2 3। अब चाहिँ दुईटा चेन बनाउने अनि यो पहिलो स्टिचमा गएर यसरी स्लिप स्टिच लगाइदिने। यसरी यही भित्र। राउन्ड 2 हामीले कम्प्लिट गर्यौँ। अब चाहिँ हामी राउन्ड 3 बनाउने छौँ। अनि राउन्ड 3 मा चाहिँ हामीले यसरी वायर एड गरिदिने। वायर एड गरिदिएर अनि यसरी दुईटा चेन तान्ने। अनि दुईटा चेन तानिसकेपछि यो पहिलो स्टिचमा गएर यसरी सिंगल क्रोशे गर्ने। अनि अर्को स्टिचमा गएर यसरी डबल क्रोशे गर्ने। अब तेस्रो स्टिचमा गएर 3 वटा डबल क्रोशे गर्ने। 1 2 3। अब चौथो स्टिचमा गएर दुईटा डबल क्रोशे। 1 2। अब चाहिँ यो एउटा दुईटा तीनटा चारटा 5 वटा टोटल योसँग 6 वटा स्टिचमा चाहिँ दुईवटा डबल, प्रत्येक स्टिचमा दुईवटा डबल क्रोशे गर्दै जानेछौँ। अब चाहिँ मैले 6 वटा बनाइसकेँ। 1 2 3 4 5 6 वटा डबल क्रोशे गरेँ 6 वटा स्टिचमा। अब यो 7औं स्टिचमा चाहिँ यसरी हामी ट्रिपल क्रोशे गर्ने।
यसरी दुईचोटि घुमाउने अनि यसरी एक फेरि अर्कोचोटि दुई फेरि अर्कोचोटि तीन। अब चाहिँ हामी यो 1 2 3 4 5 6वटा स्टिचमा चाहिँ डबल क्रोसे गर्ने, फेरि इन्क्रिज गर्ने। प्रत्येक स्टिचमा यसरी दुईवटा डबल क्रोसे गर्ने। मैले दुईटामा गरेँ, अब 5वटामा डबल क्रोसे गरेर देखाउँछु। 6वटा स्टिचमा मैले गरिसकेँ दुईवटा सिंगल क्रोसे डबल क्रोसे। अब चाहिँ यो स्टिचमा चाहिँ हामी 3वटा डबल क्रोसे गर्ने। 1 2 अनि 3। त्यस पछाडि यो अर्को स्टिचमा आएर चाहिँ यसरी एउटा हाफ डबल क्रोसे गर्ने अनि अन्तिमको लास्ट स्टिचमा आएर चाहिँ हामीले यसरी एउटा सिंगल क्रोसे गर्ने। त्यस पछाडि यो स्टिचमा लगेर लास्टको स्टिचमा लगेर यसरी स्लिप स्टिच लगाइदिने। स्लिप स्टिच लगाइदिने अनि एउटा चेन बनाउने यसरी। एउटा चेन बनाएर यो अर्को स्टिचमा गएर यसरी सिंगल क्रोसे अनि अर्को स्टिचमा गएर हाफ डबल क्रोसे अनि यहाँदेखि अर्को 5वटा स्टिचमा चाहिँ यसरी डबल क्रोसे गर्ने। प्रत्येक स्टिचमा दुईवटा डबल क्रोसे 5वटा स्टिचमा गर्ने। एउटामा गरे दुईटा तीनटा चारटा 5वटासम्म हामी डबल के अरे दुईवटा डबल क्रोसे गरेर देखाउने छ। अब चाहिँ मैले 5वटा स्टिचमा दुईवटा डबल क्रोसे गरेँ। अब चाहिँ 11 स्टिचमा एउटा डबल क्रोसे गर्ने। यसरी एक अर्कोमा एक गरेर प्रत्येक स्टिचमा एक एकवटा गरेर 11वटा स्टिचमा 11वटा डबल क्रोसे गर्ने। मैले 11वटा डबल क्रोसे गरेँ। डबल क्रोसे प्रत्येकमा एक एकवटा डबल क्रोसे गरेँ। अब चाहिँ हामी यो स्टिचमा चाहिँ आएर एउटा डबल क्रोसे गर्ने अनि अर्कोमा चाहिँ यसरी दुईचोटि गरेर ट्रिपल क्रोसे गर्ने। यसरी दुईचोटि हुकमा घुमाएर यसरी एक यसरी अनि त्यस पछाडि दुईटा यसरी चेन तान्ने अनि यसमै पिकोट लगाइदिने। यसरी फेरि एउटा डबल क्रोसे यो स्टिचमा बनाउने यसरी। त्यस पछाडि अब सरासर फेरि यसरी अर्को स्टिचदेखि चाहिँ डबल क्रोसे गर्दै 11वटा डबल क्रोसे गर्दै गर्दै हामी जानेछौँ। चाहिँ यहाँनिर 11वटा डबल क्रोसे बनाएँ। अब 5वटा 1 2 3 4 5वटा स्टिचमा चाहिँ हामीले दुईवटा डबल क्रोसे प्रत्येक स्टिचमा गर्ने। इन्क्रिज गरेर यसरी दुईटा फेरि अर्को स्टिचमा यसो गरेर गएर दुईटा यसरी नै हामी अरू 3वटामा पनि गर्ने। टोटल 5वटामा। अब चाहिँ लास्टको अर्को स्टिचमा गएर हाफ डबल क्रोसे गर्ने यसरी अनि अर्को स्टिचमा गएर सिंगल क्रोसे गर्ने यसरी। अब चाहिँ हामी स्लिप स्टिच लगाइदिने यहाँनिर यसरी स्लिप स्टिच लगाइदिएर यतापट्टि तानेर अब चाहिँ हामी यो धागोलाई काटिदिनेछौँ। मैले यहाँ गरेँ अनि अब चाहिँ हाम्रो यो पता चाहिँ यस्तो देखिएको छ। हजुरहरूले हेर्न सक्नुहुनेछ। यहाँ यसलाई यसो गरेर मिलाउने अनि यो जुन हाम्रो छ यो यसलाई चाहिँ यसरी गरेर हामीले कसिदिने। यो भागलाई चाहिँ यसरी हामीले फन घुमाएर यो वायरलाई चाहिँ कभर गरिदिने यसरी अनि पछाडि यसरी यो वायरभित्र नै यसरी गरेर यो उसको चाहिँ यो धागोलाई चाहिँ सेभ गरिदिने यसरी अनि यो लामो भएकोलाई काटिदिँदा भयो। यसरी यो हाम्रो यो चाहिँ यस्तो बनिएको छ यो चाहिँ। अनि यो भित्रको धागोलाई पनि तपाईहरुले यसरी यहाँनिर
लुपभित्र लुकाइदिनु होला। फेरि लुपभित्र लगाएर यसलाई चाहिँ यसरी हाइट गराइदिनु होला। यसरी गरेर पनि नदेख्ने गरी काटिदिने। हाम्रो पत्ता चाहिँ यस्तो बनिएको छ। Thank you for watching. Bye.